हेलो गाइज, अहिले चाहिँ म ठ्याक्कै ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर 3 यो गोदावरी बस पार्कमा छु म र मेरो वरिपरि तपाईँहरूले देख्न सक्नुहुन्छ यो बस पार्क। यस्तो बब्बाल तरिकाले यहाँनिर लभमा लेखिएको छ, वी लभ गोदावरी। त्यस्तै किसिमले यहाँनिर एकदमै मजा तरिकाले यो बस पार्क बनाइएको छ। सबै माइक्रोहरू बसहरू पनि क्युमा जाने गर्छन्, लाइन बाई लाइन आफ्नो आफ्नो लाइनमा जाने गर्छन्। यिनीहरूको पनि टाइम हुने रहेछ भन्ने कुरा भर्खर मैले थाहा पाएँ। र यो बस पार्कमै तपाईँहरूले यस्तो सानो सानो खाँचा घरहरू पनि देख्न सक्नुहुन्छ। दामी तरिकाले उहाँ दिदीहरूले खाँचा घर चलाउनु भएको छ। धेरै पछि आइयो, म अस्ति आउने बेला त यस्तो केही पनि थिएन, बट आज आएर हेर्दाखेरि थुप्रै नयाँ कुराहरू भए रहेछ। पहिलाको भन्दा पनि अझै धेरै व्यवस्थित भए रहेछ। धन्यवाद छ यहाँको जनप्रतिनिधिलाई, सानु राजा राज घिमिरे, जुन चाहिँ यहाँ वडा नम्बर 3 को वडाध्यक्ष पनि हुनुहुन्छ। सेल्युट छ सर हजुरलाई, यस्तो राम्रो कार्य गर्नुभएको छ। यो चाहिँ यतापट्टि गोदावरी बोटानिकल गार्डन जाने बाटो हो भने यता माथि चाहिँ यो बाटो सिधै तपाईँहरू भाइरल रोड हुँदै फुलचौकी, मार्बल डाँडा सबै जान सकिन्छ यो बाटो हुँदै। ल है त गाइज, दामी बनाइएको रहेछ। भिडियो मन परे लाइक कमेन्ट गर्नु होला साथीहरू, साथै फलो गर्न पनि नबिर्सिनु होला। हस् त, थ्याङ्क यू।